नमस्कार। आज हामी प्युठानका लेखक विष्णु विसीको एउटा निकै भावनात्मक कविता आमाबारे कुरा गर्दैछौँ। स्रोत त यही एउटा कविता हो, तर यसले भावनाको गहिरो सागर नै समेटेको छ जस्तो लाग्छ। आजको हाम्रो यो विमर्शमा चाहिँ यस कविताले आमाबारे के भन्छ, यसको भावनात्मक चुरो के हो, त्यसमै केन्द्रित रहन्छौँ। कविताको सुरुवाती पंक्ति नै कति शक्तिशाली छ हैन? आमाको दूधको भारा तिर्नै नसकिने, तर उहाँको आँखामा आँसु चाहिँ आउन नदिने। कस्तो गहिरो कुरा हो नि, त्यो पहिलो गाँसमै प्रष्ट छ। अनि संसारकै महँगो चीज दिन नसके पनि हरेक सुख दुःखमा साथ दिन्छु भन्ने बाचा। यो ऋण तिर्न नसक्ने कुराले सम्मान त देखायो, तर कता कता यसले सन्तानलाई अलिकति भावनात्मक दबाव पनि दिन्छ कि के लाग्छ? त्यो पनि हो। ऋण शब्दले अलि गह्रुमो त बनाउँछ नै, तर कविताको पुरै भाव हेर्दा चाहिँ यो दबाव भन्दा पनि एक किसिमको स्वस्फूर्त, मतलब आजीवन जिम्मेवारी बोध जस्तो देखिन्छ के। जस्तो बुढेसकालका सहारा बनी उभिन्छु आमा भन्दा त्यो स्वैच्छिक समर्पण हो नि। अनि त्यो 10 धारा पिएको दूधले गलत बाटो पक्कै रोज्दैन भन्ने कुराले त झन् आमाबाट पाएको नैतिक शिक्षा कति बलियो छ भन्ने देखाउँछ। मतलब यो सम्बन्ध भावना मात्र होइन, नैतिकताको जग नै हो भन्ने जस्तो। सही हो। अनि त्यही नैतिक जगसँगै आमा घरको मूल नै हुन् भन्ने भाव पनि उत्तिकै बलियो छ। तिमी बिना घर नै अँध्यारो हुन्छ आमा, कति सरल तर कति गहिरो। एकदम। अनि मन्दिर जानु पर्दैन, आमाकै आशीर्वादले पुग्छ भन्ने विश्वास। यसले त आमालाई लगभग भगवानकै दर्जा दिए जस्तो भयो नि। खास गरी तिमी नै हो मेरो भगवान भन्दा यो के होला? भावनाको बहाव मात्रै कि अरू के? खै, मलाई त यो भावना मात्रै जस्तो लाग्दैन। यसले वक्ताको जीवनमा आमाको स्थान कति माथि छ भन्ने त देखायो नि, तर यसलाई अलि फराकिलो पाराले हेर्दा यो हाम्रो संस्कृतिमा नै आमालाई दिइने जुन उच्च सम्मान छ नि, त्यसैको एउटा साहित्यिक रूप पनि हो जस्तो लाग्छ। आमालाई भगवान सरह मान्नुले उहाँप्रतिको कर्तव्य र समर्पणको गहिराईलाई जोड दिन्छ। अनि त्यो गहिराई यस्तो छ कि शब्दले बयान गर्न पनि गाह्रो छ भनेर कवि आफैले स्वीकार्नु भएको छ। जति वर्णन गर्छु भन्यो शब्द पुग्दैन आमा हो नि। त्यसले झनै अर्थ थपेको छ। अनि अर्को एउटा निकै मन छुने कुरा पनि छ, सम्मान व्यक्त गर्ने तरिकाबारे। आजकल सामाजिक सञ्जालमा फोटो हालेर माया देखाउने चलन छ हैन? तर यहाँ त फोटो होइन, हृदयमा सजाउने कुरा छ। एकदम सान्दर्भिक कुरा उठाउनु भयो। हो नि, आजकलको यो देखाउने संस्कृति भन्दा कति फरक। दुनियाँलाई फोटो होइन, आफ्नो प्रगति देखाएर आमाको नाम चम्काउने इच्छा। यो त निकै परिपक्व सोच हो नि, हैन र? एकदमै। यो बाहिरी देखाउटीपन भन्दा माथि उठेर भित्री सम्मान र कर्ममा विश्वास गर्ने कुरा हो। सम्मान भनेको हल्ला खल्ला होइन, बरु आमालाई गर्व गराउने ठोस काम हो भन्ने सन्देश छ। अनि त्यसका लागि धैर्य चाहिन्छ भन्ने यथार्थ पनि स्वीकारिएको छ। आमा, त्यो दिनको प्रतीक्षामा छु, तिमी धैर्य गर्नु आमा। कति सुन्दर। अनि यसले हामीलाई सोच्न बाध्य बनाउँछ, आजभोलि हामी माया र सम्मान कसरी देखाइरहेका छौँ त? के साँच्चै कर्म महत्त्वपूर्ण छ कि देखावटीपन? त्यसो भए निचोडमा के भन्न सकिन्छ त यो कविताबाट? मलाई लाग्छ यसले मुख्य गरी दुईटा कुरामा जोड दिएको छ। एक, आमाप्रतिको कर्तव्य खाली भावना मात्र होइन, जीवनभरको गहिरो प्रतिबद्धता हो। र दुई, साँचो सम्मान चाहिँ देखावटी कुरामा होइन, सन्तानको प्रगति र सफलतामा झल्किन्छ। अनि अन्त्यमा तिमी मेरो सब थोक हौ आमा भन्दा त सबै भावना एकै ठाउँमा आयो नि। हो, एकदम। सबै सार त्यही अन्तिम वाक्यमा छ। र यसले हामीलाई एउटा प्रश्न सोच्न छोडेर जान्छ जस्तो लाग्छ। कवितामा व्यक्त भएको यो जुन मातृत्वप्रतिको गहिरो श्रद्धा र छोराको कर्तव्य बोधको भावना छ नि, यो आजको यो यति छिटो बदलिँदो समाज अनि हाम्रो पारिवारिक संरचनामा कतिको उस्तै छ होला, वा यसलाई व्यक्त गर्ने तरिकाहरू समयसँगै कसरी फेरिँदै गएका छन् होला? खै, यो आफैमा एउटा गम्भीर चिन्तनको विषय हुन सक्छ।